हुन् भीष्म बुढाथोकी। हेर्दा त चल्दा बल्दाका रमाइलो गर्ने उमेरका जस्ता लाग्छन्, तर उनको जिम्मेवारी र कार्यशैलीले भने उनी एकदमै परिपक्व, अग्रगामी र जिम्मेवार युवा नेताका रूपमा चिनाउँछ। आज उनी उलाबारी वडा नम्बर 3 का वडा अध्यक्ष मात्र होइनन्, बरु राजनीतिमा अब युवाको पालो हुनुपर्छ भन्ने कुरा प्रमाणित गर्ने उदाहरणीय व्यक्तित्व हुन्। युवाको सोच, दृष्टि, जोश जाँगर फरक हुन्छ भन्ने कुरालाई उनले आफ्नो कार्यद्वारा पुष्टि गरिरहेका छन्। स्थानीयवासीहरू भन्छन्, युवाले नेतृत्व गर्दा ऊर्जा, गतिशीलता र नयाँ सोच समाजमा देखा पर्छ। वास्तवमै भीष्म बुढाथोकीको नेतृत्वमा वडामा भएका विकासका कार्य, सामाजिक गतिविधि र समयमै गरिएको योजना सम्पन्न गर्ने शैलीले सबैलाई प्रभावित पारेको छ। तर उनको नेतृत्वको अर्को खासियत भनेको जनतासँग प्रत्यक्ष सम्पर्क हो। उनले सुरु गरेका छन् वडादेखि घरसम्म जनतासँग प्रतिनिधि कार्यक्रम। यस कार्यक्रम अन्तर्गत अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू जो आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न वडा कार्यालयसम्म आउन सक्दैनन्, उनीहरूको घरमै पुगेर सेवा पुर्याइन्छ। केवल भत्ता नवीकरण मात्र होइन, स्वास्थ्य कर्मी सहित स्वास्थ्य परीक्षण गर्ने, आयुर्वेदिक औषधि वितरण गर्ने, पौष्टिक आहार पुर्याउने जस्ता अत्यावश्यक सेवाहरू पनि यस कार्यक्रम अन्तर्गतै उपलब्ध गराइन्छ। यसले देखाउँछ कि भीष्म बुढाथोकी पदमा बस्ने नेता मात्र होइनन्, जनताको घरदैलोमा पुगेर सेवा गर्ने जनप्रतिनिधि हुन्। उनले राजनीतिक भनेको केवल भाषण वा बाचा मात्र नभई प्रत्यक्ष जनसेवा हो भन्ने सन्देश दिएका छन्। युवाको ऊर्जाले गर्दा आज उनका कामहरू समयमै सम्पन्न हुन्छन्, समस्याहरू तत्काल सम्बोधन हुन्छन् अनि जनताले आफ्नै छरछिमेकी जस्तै सहज, नजिक र भरपर्दो नेतृत्व पाएका छन्। यसैले भीष्म बुढाथोकी केवल वडा अध्यक्ष मात्र होइनन्, युवा नेतृत्वको जीवन्त उदाहरण, जनसेवामा समर्पित प्रेरणादायी व्यक्तित्व अनि भोलिको उज्यालो राजनीतिका आशा पनि हुन्।